टिकटक अपडेट गर्नुभयो? टिकटक अपडेट गर्नुभएको छैन? त्यसैले त तपाईकोमा नयाँ फिचरहरू छैन, नयाँ इफेक्टहरू आएको छैन, क्रिएट अप्सन आएको छैन अनि लाइभहरुमा सपोर्टेड लाइभहरुमा जाँदाखेरि तपाई छिटै झर्नुहुन्छ। टिकटकले दिनदिनै कति कुराहरू अपडेट गरिरहेको हुन्छ, ती सबै अपडेटबाट तपाई वञ्चित हुनुभयो। यो भिडियो चाहिँ अहिलेसम्म टिकटक अपडेट नगर्नु भएको साथीहरुको लागि है त। कसरी अपडेट गर्ने? आफ्नो मोबाइलको प्ले स्टोरमा जानुस्। प्ले स्टोर ओपन गरिसकेपछि त्यहाँ सर्च बारमा टिकटक भनेर चाहिँ टाइप गर्नुस्। गर्नुभयो? अब त्यहाँ तपाईलाई अपडेट मागिरहेको छ भने अपडेट भनेर ब्लू मार्क लेखेर आएको हुन्छ। यदि अपडेट गरिसक्नु भएको छ, अपडेटै छ भने चाहिँ ओपन भनेर देखाएको हुन्छ। ओपन छ भने तपाईको टिकटक अलरेडी अपडेटेड छ। जस्ट तपाईले आफ्नो मोबाइल चाहिँ रिस्टार्ट गर्नु जरुरी छ। अपडेट देखाएको छ भने अपडेटमा क्लिक गर्नुहोस्। इन्स्टलिङ भनेर देखाएको हुन्छ, इन्स्टल हुनुपर्छ है मोबाइलमा। जब इन्स्टलेसन कम्प्लिट हुन्छ त्यसपछि तपाईकोमा पनि ब्लू मार्कले ओपन भनेर अप्सन आउँछ। अनि ओपनमा क्लिक गर्नु होला र टिकटक ओपन गरेर चलाउनु होला। टिकटक अपडेट नगर्नु भएको साथीहरुले आज नै भर्खरै अपडेट गरिहाल्नुस्। ओके, बाइ बाइ।